टोकन नम्बर C15 छिटो काउन्टर नम्बर 3 मा आइज। टोकन नम्बर C15 छिटो काउन्टर नम्बर 3 मा आइज। अंकल अंकल ओ अंकल। डार्लिङ तिमी कहाँ गएको मलाई छोडेर? तिमीलाई मैले कहाँ खोजिन? आई मिस यु डार्लिङ, आई मिस यु सो मच। हे यो के गरेको भन्या? घरमा बुढी छैन तपाईको? को हो तपाईँ बाबु? हत्तेरीमा टोक्ने। अनि किन त्यसरी रिसाएर हेर्नु भएको मलाई? चुप लाग बोका बुढो। तपाईको पालो आइसक्यो, जानु छिटो। कता जानु पर्ने हो बाबु? यता अंकल यता। मेरो खाता खोल्नु पर्ने थियो नानी। हस् अंकल म खोल्दिन्छु। डकुमेन्ट्स ल्याउनु भएको छ? ल्याएको छु नानी। खोइदिनुस् त मलाई। ए लिनुस्। साले तू के हो यो सब? डकुमेन्ट्स माग्नु भएन? हामीले तपाईको डकुमेन्ट मागेको, तपाईको शाखा सन्तानको होइन। यो मेरै डकुमेन्ट्स हो बाबु। यहाँ मेरो जन्म दर्ता, बिहे दर्ता, स्कुल सर्टिफिकेट, कलेज सर्टिफिकेट, घरको लाल पूर्जा, डिभोर्स पेपर सबै छ। तपाईहरुलाई जे चाहिन्छ सबै छ यहाँ। नागरिकता छ? हजुर। नागरिकता छ कि छैन भनेको? ओहो त्यो चाहिँ ल्याउन बिर्सेछु। अघि नै भन्नु पर्दैन नागरिकता पनि चाहिन्छ भनेर? ल अघि नै कसरी भन्ने? हामीलाई थाहा हुन्छ र को के कामले आएको हुन्छ भनेर? के गर्ने त अब? नागरिकता बिना हुँदैन? हुँदैन नि। जानुस् सुरुमा नागरिकता लिएर आउनुस्। हेत तेरी समस्या पो भयो त हौ। के गर्ने होला? आइडिया। बाबु म तिमीलाई गाडी भाडा दिन्छु कि मेरो घर गएर नागरिकता लिइदेऊ न ल। थैट हुँदैन। म ब्याङ्कको काम गर्न आएको कि तपाईको काम गर्न आएको? प्लिज बाबु त्यस्तो नभन्नुस् न। आज मैले जसरी भए नि खाता खोल्नु पर्ने छ के? त्यो तपाईको समस्या हो नि अंकल, मेरो हो र? हेर हेर बोलेको। आज भोलिको बच्चाहरू के साह्रो स्वार्थी भएको होला। नानी तपाईँ जानुहुन्छ? सरी अंकल मेरो त झन् सास फेर्ने फुर्सद छैन। तपाईको जस्तो अझै 30 जनाको खाता खोल्नु छ मैले। 1 सेकेन्ड पनि वेस्ट गर्न मिल्दैन। के हुँदैछ हौ? मेरो पालो आएन? हेर्नु न बाबु, खाता खोल्नु भनेको नागरिकता घरमै पो बिर्सेछु। तपाईँ ल्याइदिनुहुन्छ मेरो नागरिकता? अबे साले। ओ अंकल खुस्क्यो कि क्या हो? चिन्नु नजान्नु म किन ल्याउनु तपाईको नागरिकता? नागरिकता ल्याइदिनु भयो भने म तपाईँलाई चक्लेट खाने पैसा दिन्छु नि त। अरे तपाईले मलाई 6-7 वर्षको बच्चा देख्नु भयो? चक्लेटको लागि जे पनि गर्ने? त्यसो भए मोमो खाने पैसा दिन्छु नि त। पर्दैन। मोमो चाउमिन केही खानु छैन मलाई। खोइ हट्नुस्, मेरो काम सकेर जान्छु म। ल ठिक छ, त्यसो भए अर्कै ब्याङ्कमा जम्मा गर्छु मेरो 2 करोड रुपियाँ। 2 करोड? हजुर 2 करोड 202 रुपियाँ। नयाँ खाता खोलेर जम्मा गर्नु पर्यो भनेको, तर नागरिकता नभएर सबै चौपट भयो। केही छैन, मेरो अर्को ब्याङ्कको पनि खाता छ, त्यसमै जम्मा गर्नु पर्यो। अब कसले भनेको नयाँ खाता खोल्दा नागरिकता चाहिन्छ भनेर? तिमीले हो भुलक्कड केटी। बिर्स्यौ हिजोबाट रुल चेन्ज भइसक्यो भनेर? अबदेखि खाता खोल्दा फोटो मात्र भए पुग्छ, नागरिकता त पछि दिँदा नि हुन्छ। रुल साँच्चै चेन्ज भएको हो र? मैले पनि नागरिकता ल्याउनै बिर्सेछु। राम्रो गर्नु भएछ, भेरी गुड। हो र? थ्याङ्क यू। चुप लाग्नुस्, पर गएर बस्नुस्, तपाईको पालो आएको छैन अहिले। अंकल तपाईँ किन उभिनु भएको? आउनुस् न भित्रै बस्नुस्। होइन बाबु ठिक छ, म बाहिरै बस्छु। अरे अंकल किन अप्ठ्यारो मान्नुहुन्छ? हामी तपाईको छोराछोरी जस्तै त हो नि। आउनुस् न भित्र। त्यसो भए तपाईहरुले मेरो खाता खोल्दिने हैन त? खाता मात्रै? तपाईँ जे भन्नुहुन्छ त्यही खोल्दिन्छौँ हामी। तपाईँ हुकुम दिएर त हेर्नुस्। पर्दैन बाबु पर्दैन, तपाईहरुले खाता खोल्दिए पुग्छ। कट्टु त म घर गएर खोलिहाल्छु नि। हेलो मेरो काम कतिखेर हुन्छ? ढिलो भइसक्यो मलाई। सर तपाईँ यसो गर्नुस्, भोलि आउनुस्। भोलि नुहाई धुवाई गरेर आउनुस्, अनि तपाईको सब काम गरिदिन्छौँ हामी। हुन्छ अहिलेलाई चाहिँ जानुस् ल। बाई। के को बाई? मेरो काम गर्ने कि नगर्ने? मिडिया बोलाउँछु नि फेरि। खत्तम। तिमीहरूको चाला मलाई बुझिसकेको छु मैले। ल गरिदिन्छौँ तपाईको पनि काम। बस्दै गर्नुस् त्यहाँ एकछिन। हुँदैन, म पनि भित्रै बस्छु। भित्र चाहिँ किन बस्नु पर्यो? भिजिटरहरूलाई भित्र अलाउड छैन। यो ठाउँ स्टाफहरूको लागि मात्र हो। ए अनि यो अंकल चाहिँ यहाँको नयाँ स्टाफ हो कि ब्याङ्क म्यानेजर हो? मलाई